हेलो नमस्ते सबैजनालाई म श्वेता काठमाडौँ नेपालबाट आज फेरि आफ्नो डे 9 अफ द लाइफ च्यालेन्ज हाम्रो 10 दिनको च्यालेन्ज छ भोलि चाहिँ त्यो च्यालेन्ज 10 डेजको च्यालेन्ज सकिन्छ है अनि हाम्रो हेड कोचले यो च्यालेन्ज दिनुभएको थियो यो डिसेम्बर 1 देखि स्टार्ट भएको आज चाहिँ डे 9 भइसक्यो टाइम जस्ट फ्लाइज So, मेरो नाम श्वेता हो म काठमाडौँ नेपालबाट एन्ड आई एम अ मदर अफ 2 grown-up children. म एउटा होम मेकर नै थिएँ तर यो अब डिजिटल बिजनेसमा छिरेपछि म एउटा डिजिटल बिजनेस ओनर पनि भएछु अनि मेरो लाइफमा धेरै चेन्जेसहरू आएछ यो डिजिटल बिजनेसमा छिरेपछि म आफूलाई धेरै कन्फिडेन्ट र एउटा एउटा कन्फिडेन्ट लेडी भएर म यो प्लेटफर्ममा एकदमै कन्फिडेन्ट आई स्टार्टेड फिलिङ कन्फिडेन्ट है अनि आजको हाम्रो टपिक हो एउटा इन्स्पायर है एउटा इन्स्पायर गर्ने एउटा एम्पावर गर्नेलाई या मोटिभेट गर्नलाई मैले के भन्न चाहन्छु भनेर हाम्रो त्यस्तो टपिक हो अब अरूलाई इन्स्पायर गर्नलाई त यु हेभ टु बी इन्स्पायर्ड फर्स्ट है I feel that I need to be inspired first. I need to be motivated. I need to have a proper mindset. एउटा पोजिटिभ माइन्डसेट मलाई मेरो हुनुपर्छ त्यसपछि मात्रै म अरूलाई इन्स्पायर गर्न सक्छु म मोटिभेट गर्न सक्छु अनि म आफूलाई इन्स्पायर गर्नलाई आफूलाई मोटिभेट गर्नलाई व्हाट डु आई डु एभ्री डे भने आई जस्ट टेल माइसेल्फ पोजिटिभ वर्ड्स है म आफूलाई एकदमै पोजिटिभ वर्ड्सहरू भन्छु एभ्री डे वाट आई से इज म इङ्ग्लिसमा भन्छु आई से एभ्री डे है टु माइसेल्फ आई एम प्राउड अफ यु फर सोइङ अप फर योर सेल्फ एभ्री सिङ्गल डे आफ्नो लागि सो गर्नलाई आई फिल प्राउड अफ माइसेल्फ फर अल द टफ डिसिजन्स यु मेक एन्ड फर योर अनवेभरिङ कमिटमेन्ट to your own well-being. आफ्नो मेन्टल र फिजिकली म आफ्नो ख्याल राखेर म टफ डिसिजन्सहरू लिइरहेको छु आफ्टर Your resilience inspires me and your grace in the face of adversity is truly admirable. Okay? I see your pain, but more importantly, I see your incredible strength. म यो वर्ड्सहरू सेन्टेन्सेसहरू आफूलाई एभ्री डे भन्छु द्याट गिभ्स मी मोर स्ट्रेन्थ गिभ्स मी मोर कन्फिडेन्ट योर करेज एन्ड डिटर्मिनेसन डु नट गो अननोटिस्ड है कसैले भन्यो नभन्यो तर मलाई थाहा छ मेरो करेज र डिटर्मिनेसन अननोटिस्ड जाँदैन आई बिलिभ इन यु and I believe in the incredible person you are becoming. Okay? Keep going because you are doing amazing. You inspiring words, Aru. I keep on telling myself these inspiring words, Aru. You inspiring words, Aru, lene malai ekdamai strength dincha, ektrai strength dincha, ani ma afulai motivated राख्छु. Mistakes किन हुँदैन है सबै हामी ह्युमन बिङ्सबाट मिस्टेक्स हुन्छ तर त्यो मिस्टेक्सलाई हामीले समातेर राख्नु हुँदैन त्यसबाट हामीले सिक्नुपर्छ लेसन्स लिनुपर्छ अनि झन् अगाडि ग्रो गर्दै जानुपर्छ आफ्नो मिस्टेक्सबाट सिक्दै ग्रो गर्दै जानुहुन्छ अब जस्तो अब म आफ्नो in this age of almost 50 है म almost 50 को एजमा पुग्न लागेको छु अनि आजसम्म मैले एज अ होम मेकर मात्रै भएर बसिरहेको थिएँ आई ह्याडन्ट डन एनी काइन्ड अफ इन्कम जेनेरेटिङ प्रोफेसन है कुनै जब कुनै बिजनेस मैले कहिले पनि गरेन तर पनि मैले एउटा यो बोल्ड डिसिजन एउटा स्मल एउटा बोल्ड डिसिजन लिएर यो डिजिटल बिजनेस प्लेटफर्ममा म छिरेको छु किन भन्ने तपाईहरुले विचार गर्नुहुन्छ भने बिकज मलाई यो एकदमै चाहिरहेको थियो फर माई ओन पर्सनल ग्रोथ म अब चाहिँ स्टक भएर जस्ट एज अ हाउसवाइफ अर अ होम मेकर बस्न चाहँदैन अब यो प्लेटफर्ममा यो मात्रै प्लेटफर्म किन सेलेक्ट गरेको अरू पनि प्लेटफर्म हुन्थ्यो
अब यो प्लेटफर्म मेरो वेमा जहिले मलाई चाहिरहेको थियो, मलाई आफ्नो लाइफमा केही चाहिरहेको थियो, यो प्लेटफर्म आयो मेरो वेमा। अब आउने केही न केही कारण होला नि। आई ट्रुली बिलिभ इन डेस्टिनी है। मैले मेनिफेस्ट गरिरहेको थिएँ कि मलाई चाहिन्छ अनि यो प्लेटफर्म मेरो अगाडि आयो। अब मैले यो प्लेटफर्ममा गरेँ। यो प्लेटफर्ममा छिरेपछि म के हेर्छु भने दिस इज नट जस्ट इन्कम जेनरेटिङ, इट्स नट अबाउट ओन्ली अबाउट बिजनेस, इट इज अबाउट यु ग्रोइङ एभ्री सिङ्गल डे है। त्यही भएर म के भन्न चाहन्छु भने यो प्लेटफर्म चाहिँ एउटा टोटल डिफ्रेन्ट प्लेटफर्म हो अरूबाट। हामी डिफ्रेन्ट प्लेटफर्म्सहरूले हामीलाई स्मल स्मल कुराहरू सिकाउँछ होला, तर यो प्लेटफर्म इन होल सबै कुराको हामीलाई नलेज दिइरहेछ, जुन आई वाज रियली प्यासनेट अबाउट है। आई वाज प्यासनेट अबाउट गोइङ सच लाइव्स इन सोसियल मिडिया प्लेटफर्म्स, तर कहिले आर्ट आएन, कहिले आर्ट पनि आएन, त्यो डाइरेक्सन पनि पाएन, कसरी गर्ने, किन गर्ने, कुनै रिजनै पाएन। तर अहिले रिजन छ अनि म यो लाइफ यस्तो गइरहेको छु, आई क्यान एक्सप्रेस माइसेल्फ है। ट्रुली मेरो लागि एकदम कम्प्लिटली वर्क गरिरहेछ, इट्स वर्किङ for me mentally and even physically. I've become physically more fit. Now I find myself physically more fit. By the end of the day, morning chari uthe pani, by the end of the day, sutnu banda agadisamba I feel so energetic. I don't get exhausted. I'm ekdam exhausted ki uta frustrated hundaina, because I have lots to learn. I still feel there are lots to learn. कतिजनाबाट सानसानो कुराहरू हामी सिक्न पाउँछौँ, त्यो आई किप अन ट्राइङ लर्निङ दोज थिङ्स है। सानो कुराहरूलाई सिक्दै गरिरहेछु, आफ्नो ग्रो गरिरहेछु। अनि मेरो ड्रिम्सहरू, म आफ्नो ड्रिम्सहरूलाई आई हेभ स्टार्टेड लिभिङ अन माई ड्रिम्स है। मलाई एकदमै आफूलाई एक्सप्रेस गर्ने यस्तो सोसियल मिडिया प्लेटफर्म्सहरूमा अनि ब्युटिफुल कन्टेन्ट्सहरू बनाउने, अमेजिङ कन्टेन्ट्स बनाउने, अनि अरूसँग इन्टरेक्ट गर्ने, हाँस्ने, बोल्ने, सेयर गर्ने, आफ्नो नलेजहरू, आफ्नो दिनचर्याहरू सेयर गर्ने, यो एउटा अमेजिङ प्लेटफर्म हो। त्यसैले, and you have made such beautiful connections in this platform, globally, not only within our community or within our country, globally. मैले यति धेरै कनेक्सन्सहरू बनाएँ, इन्टरनेसनल फ्रेन्ड्सहरू बनाएँ, उहाँहरूसँग डे टु डेमा पनि हामी कन्ट्याक्ट गर्छौँ। सो तपाईँहरू पनि यो बिजनेसमा, इफ यु आर अ पेरेन्ट, इफ यु आर वर्किङ, you are studying, you are a homemaker, तपाईसँग थोरै टाइम पनि छ भने, एन्ड यु हेभ जिरो एक्सपिरियन्स भए पनि तपाईँ यो डिजिटल बिजनेस प्लेटफर्ममा एक्सप्लोर गर्न सक्नुहुन्छ, तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। आई विल बी देयर टु मेन्टर यु है। म तपाईँको मेन्टर भएर तपाईँहरू, त्यसैले एउटा कुनै पर्फेक्ट टाइम आउँदैन कि पर्फेक्ट टाइम आएपछि मात्रै म गर्छु भनेर छैन। पर्फेक्ट टाइम आज नै हो। अहिले तपाईँले जुन बेला विचार गर्नुभयो यस्तो डिजिटल प्लेटफर्ममा छिर्न, त्यही तपाईँको पर्फेक्ट टाइम हुन्छ। त्यसैले तपाईँहरू चाहिँ यो प्लेटफर्ममा मेरो जर्नीबाट पनि इन्सपायर हुनुभयो भने तपाईँहरू यो प्लेटफर्ममा छिर्न सक्नुहुन्छ। एन्ड इट इज अ भेरी फ्लेक्सिबल प्लेटफर्म। तपाईँले फ्रिडम पाउनुहुन्छ, काम गर्ने फ्रिडम, इन्कम जेनरेट गर्ने फ्रिडम, तपाईँहरू फ्यामिलीसँग टाइम बिताउन सक्नुहुन्छ है। आफ्नो जुन टाइममा तपाईँहरूले भ्याउनुहुन्छ त्यही टाइममा तपाईँहरूले काम गर्न सक्नुहुन्छ। त्यसैले मैले के पाएँ भने, आई हेभ फाउन्ड द वुमन है द्याट आई अलवेज वान्टेड टु बिकम। I have found a woman who has dreams, who can grow and who can inspire others. And I am just loving this new version of myself. So, म यही तपाईहरुलाई इन्स्पायर गर्न चाहन्छु भने, you start living for yourself, for your personal growth, and also for your family and your children. यो एउटा लेगेसी, एज अ लेगेसी पनि तपाईँ यो प्लेटफर्ममा बिल्ड गर्न सक्नुहुन्छ। त्यसैले आजको मेरो लाइफमा म त्यति नै भन्न चाहन्छु, इफ आई क्यान डु इट,
you can also do it. So do register yourself on my website. It's written below, www.shwetajh.com, and do explore my amazing platform. आजको लागि मेरो लाइफ यति नै हो. Thank you so much. Do take care of yourself and your loved ones.